आयो है त हाम्रो बुढाबुढी डेट स्पेशल मिनी भ्लग। मेकअप गरेर राम्रो ड्रेस लगाएर अलिक एक्साइटेड मुडमा बुढासँग डेटको लागि हिँडेँ म चाहिँ। पहिला छोरीलाई वेकेन्ड पुऱ्यायौँ हामी दुवैजनाले, अनि अब चाहिँ मम्मा पापाको डेट टाइम भन्दै हामी डुल्न निस्क्यौँ। धेरै टाढा त होइन, किन्चिचो स्टेसनसम्म गयो। त्यहाँ पुग्ने बित्तिकै जारा र एचएनएम घुम्न पर्यो नि होइन। अनि यहाँ चाहिँ मैले यस्तो आफ्नो आउटफिट भनेर देखाइरहेको छु कि, तर जति हेरे पनि यो नै लिनुपर्छ जस्तो केही भेटिएन कि। विन्डो सपिङ मात्र भयो, तर सँगै हिँड्न कुरा गर्नु एकदमै रमाइलो हो नि त, रमाइलो लागिरहेको थियो मलाई। त्यसपछि हामी गेम जोनमा गयौँ, अनि त्यहाँ एकछिन बुढाले गेम खेल्नु भयो। म चाहिँ चियर लिडर अडियन्स भएर गेम पनि हेरेँ, अनि यस्तो फोटो भिडियो पनि लिएँ। अनि त्यस्तो सानो सानो मोमेन्टहरू नै पछि सम्झिँदा धेरै रमाइलो लाग्ने हुन्छ नि त। सो सानो सानो भिडियो चाहिँ लिइरहन्छु कि, यस्तो मिनी भ्लग बनायो भने पछि हेर्न पनि रमाइलो लाग्छ नि त। बेबी अनि यो सबै आफ्नो रेस्पोन्सिबिलिटी बाहेक एक दिन मात्र आफ्नो लागि बुढाबुढीको लागि टाइम निकाल्दा पनि कस्तो फ्रेस फिल हुन्छ कि। अनि आज त्यस्तै दिन थियो। सो अब फोटो भिडियो खिचिदिने कोही पनि नभएपछि क्यामेरा एउटा ठाउँमा अड्डाएर यसरी भिडियो बनाएर फोटो खिचेर बस्यौँ हामी एकछिन चाहिँ होइन। त्यसमा पनि हाँस उठ्ने के कस्तो रमाइलो भयो कि। अनि फाइनली टिकटकमा धेरै भाइरल भएको यो माला टाङ रामेन ट्राई गर्न गयौँ। भिडियो हेर्दा त वाउ भने जस्तो लागिरहेको थियो नि, एक्सपेक्टेसन लास्टै हाई थियो कि मेरो। तर गेस वाट, मलाई चाहिँ खासै मन परेन। तर मेरो बुढाले चाहिँ अर्कै फ्लेभरको त्यो मगाइसकेको थियो कि, त्यो कस्तो भनौँ तिल के गोमाको आजीवाला थियो, त्यो चाहिँ मिठो थियो बरु है, सिम्पल केही पनि थिएन होइन। अनि तर मैले यो अर्डर गरेँ, मैले टपिङ्स त्यस्तो धेरै पनि हालेको थिएन, ठिकै हालेको थिएँ, जस्ट ट्राई गरेर वेस्ट नहोस् भनेर। तर यसको भित्रको त्यो नुडल्स के ग्लास नुडल्स हुँदो रहेछ, मलाई खासै मिठो लागेन। अनि लास्ट धेरै त्यो टिमुरको पिरो होइन, एकदम गाह्रो। लास्टमा त दुईजनाले एकअर्काको एक्सचेन्ज गर्दै खाएर सक्यो, किनकि पैसा तिरेको कुरा फाल्नु त भएन नि। अनि खाएर सक्यो होइन। तर मलाई त्यस्तो मान्छेले भने जस्तो त्यो जति हाइप छ नि त्यस्तो मिठो चाहिँ लागेन है मलाई। ठिकै लाग्यो, त्यो पिरो त एकदम वास्ता आउने, अनि पिरोको लेभल बढाउन पनि एक्स्ट्रा पैसा लाग्ने रे होइन। धन्नै बढाएन चाहिँ पिरोको लेभल जस्तो फिल भयो कि। अनि खाना सकेर कोम्बिनीतिर गयो डिजर्टको लागि। आइसक्रिम खाँदा चाहिँ झन् मजा आयो, किनभने रामेनको त्यो तिमुरको पिरो अझै मुखभरि थियो कि। अनि आइसक्रिमले एकदम रिलिफ दियो होइन, आइस किन्यो। अनि मलाई चाहिँ यो वाला मनपर्छ। अनि यहाँ बुढाले आज डेटिङ भनेर माया गरेर खुवाइदिएको अरे कि। त्यसपछि गफ गर्दै हात चपाउँदै हल्लिँदै एकीसम्म पुग्यो। अनि नानीलाई लिन जाने पनि बेला भइसकेको थियो। अनि यस्तै रह्यो हाम्रो डेट। थ्याङ्क यू फर वाचिङ, बाई।